guys, welcome back to my YouTube channel and new video. I hope हजुर सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी गेम हेरेर निस्केको मान्छे तर यता चटपटे पसलमा बसिरहेको छौँ किनकि बाहिर पानी परिरहेको अनि पानीमा पनि गेम भइरहेको अनि के गर्ने हेर्नु त पर्यो। यतातिर चाहिँ मान्छेहरू छाता लिएर हेरिरहनु भएको। यो गेम चाहिँ हाफभन्दा पछाडिको हाफभन्दा अगाडिको गेम हेर्न पनि हामी आएको थियौँ। त्यतिखेर नि पानी परेको थियो अनि चिया पसलतिर भागेको थियौँ अनि फेरि पानी पर्न छोड्यो क्या अनि त्यस पछाडि लु अरू चाहिँ हेर्नुपर्छ भनेर आएको फेरि पनि पानी पर्यो। फ्यानहरु फेरि यहाँ तिमी त त्यतै भिड भएर अब निस्क्यौ पानी रोक यसरी फुटबल हेर्दैछन्। यहाँ हेर्नु न यहाँ स्टेजको हान्यो बिजोक छ यहाँनिर चाहिँ के गरेको यो एकदम फुटबलको क्रेज कति छ यार यो ठाउँमा त है। त्यत्रो झरीमा पनि यहाँ छाता ओरेर मान्छेहरू हामीले छाता बिर्सेछौँ आज। तर पनि खेलिरहेको हेरेर पानी हो बिजोक पाराले जस्तो भयो नि बनाइदिँदा रहेछ नि प्लेयरको राज्यमा लु त्यो चिसो बलले लाग्दा लड्दै उठ्दै पड्दै अब घाममा खेल्यो भने त यिनीहरूलाई ज्वरो आउँछ होला हो। दामी 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 हो दिदो छ लौ मार्यो अति यार डेन्जर आज त यहाँ त सुत्त चिप्लेर उता पुगेर अनि उज्रुक्क उठ्नु भन्ने यता फेरि लु ओइ त्यहाँ मुखभरि पानी पर्छ होला। कस्तो पानी पऱ्यो त बल पनि धेरै टाढा नजाँदो रहेछ। त टाइम पनि सकिन लाग्यो होला। पुरा ग्राउन्डमा पानी नै पानी छ त्यही पनि बिचरा छाप्लाङ चुप्लुङ खेत रोपे जसरी। हामीलाई चाहिँ गेम हेरेर पुगिसक्यो अनि फर्किन लाग्यो। ओइ कति राम्रो देखेको रोड हेर नि यता पछाडि हेर पानी परेर कति राम्रो देखेको। हम है बैंकॉक पे यहाँ बहुत सारा पानी पड़ रहा है। ये तुमने क्या किया? त्यहाँ खाली बनिरह। यहाँ हमारे एक पोखरी है। यो के को रुख रे कदमको रुख फलिरह तर फल देखिँदैन। मिठा कुरा कानीले आर्त भरौला यहाँनिर फेरि बेला बेला झट्का दिन्छ। उफ देख्यो साथी आज कति राम्रो भयो अहिले पानी परेर। Thanks for watching. Please subscribe.